नमस्ते, म वासुदेव घिमिरे, संयोजक नागरिकता खोजी अभियान। नेपाल एकदमै विशेष छ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ? राजाले आफ्नो गद्दी त्याग्दै गर्दा प्रेस कन्फरेन्स गरेर हाँस्दै निक्लिएका राजा आज नेपालको वान अफ द मोस्ट पपुलर आइकोनिक फिगर हुनुहुन्छ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ? हिजो जेन्जी आन्दोलनमा हेलिकप्टरमा भागेका केपी शर्मा ओली आज आफ्नो चुनाव क्षेत्रमा सुरक्षित चुनाव प्रचार गरेर हिँडिराख्नु भएको छ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ? जेन्जी आन्दोलनमा सत्ता पक्षका दुईटै पार्टीका प्रत्येक क्यान्डिडेट्सहरू अधिराज्यभरि सुरक्षित नागरिकबाट अनुमोदन हुनलाई आफ्नो चुनावी प्रचार गर्नुहुन्छ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ? वान अफ द यङ्गेस्ट मेयर आफ्नो क्षेत्रबाट बारम्बार चुनाव जितेर प्रधानमन्त्री हुनुभएका क्यान्डिडेट्सको प्रतिस्पर्धी भएर आफ्नो चुनाव प्रचार गरिराख्नु भएको छ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ? यस्तो अलौकिक देश, प्राकृतिक सुन्दरताले भरिएको देशको तपाईँ नागरिक हुनुहुन्छ। अब हेर्नुहोस्, हामी चुनावको सङ्घारमा छौँ। मोस्ट प्रोबेबली तपाईँले आफ्नो उम्मेदवार छानिसक्नु भएको होला। तपाईँ कसलाई भोट दिनुहुन्छ निर्णय गरिसक्नु भएको हुनसक्छ, तर छैन भने मतदान कसरी गर्ने? आफ्नो परिचय पत्र लिनुहोस्, मतदान केन्द्रमा जानुहोस्, 2टा ब्यालेट पेपर लिनुहोस् र भित्र गएर एकछिन आँखा बन्द गर्नुहोस्, सम्झनुहोस् तपाईँले 3टा प्रधानमन्त्रीका क्यान्डिडेट प्राप्त गर्नुभएको छ। एउटा केपी शर्मा ओली, अर्को गगन थापा र बालेन्द्र शाह। अनि सम्झनुहोस् उहाँहरूको कार्यकालमा कसले देशका लागि राम्रो गर्नुभएको थियो, कसले भ्रष्टाचार गर्नुभएको थिएन, कसको कार्यकालमा सुशासन थियो र जसले देशको परिवर्तन गर्न सक्दछ। मुख्यतया नेपालीहरूको सबैभन्दा ठुलो समस्या लिभिङ कस्ट हो। मानिसहरूले प्राप्त गरेको पारिश्रमिक र बजारको मूल्य एक अर्कासँग म्याच गर्दैन। अब कल्पना गरौँ, जसले नेपालीहरूको पारिश्रमिकलाई बजारसँग मिलाउन सक्दछ, त्यस्तो व्यक्तिलाई तपाईले आफ्नो प्रधानमन्त्रीको क्यान्डिडेट बनाउनु पर्नेछ। दोस्रो महत्त्वपूर्ण कुरा, कृषकहरूले उचित मूल्य प्राप्त गर्नु पर्यो र उपभोक्ताले सही मूल्यमा कृषि उत्पादन प्राप्त गर्नु पर्यो, जसले गर्दाखेरि तपाईको किचनमा 50% कमी आउनेछ। स्वास्थ्य उपचार लगायतका भेरियस कुराहरूमा जसले राम्रो गर्न सक्दछ अनि विद्यालयलाई विश्व स्तरको बनाउन सक्दछ, त्यस्तो व्यक्तिलाई तपाईले प्रधानमन्त्रीको क्यान्डिडेट बनाउनु पर्नेछ। त्यसकारणले गर्दाखेरि एकछिन आँखा चिम्लेर यी 3टा उम्मेदवारहरूले विगतमा गरेका कामहरूलाई सम्झनुहोस् अनि मात्रै भोट गर्नुहोस्। जब तपाईले आँखा खोल्नुहुन्छ त्यति बेला तपाईले आफ्नो प्रधानमन्त्रीको क्यान्डिडेटलाई तपाईको हृदयमा प्राप्त गर्नुहुनेछ। अनि हामी कृतज्ञ छौँ गराबसे नेपालीहरूको विषयलाई प्रमुख दलले आफ्नो मेनिफेस्टोमा नागरिकताको निरन्तरता गर्ने भनेर बाचा गर्नु भएको छ। हामी विश्वभरि छरिएका गराबसे नेपालीहरू पनि नेपाल आएर नेपालको विकासमा कसै ढुङ्गा हुन चाहन्छौँ। त्यसकारणले गर्दाखेरि तपाईहरूले यसपालि आफ्नो मतदान
बिगार्ने छुट छैन। त्यसकारणले गर्दाखेरि आँखा बन्द गरेर तपाईको प्रधानमन्त्रीको क्यान्डिडेटहरूको विगत सम्झनुहोस् र एउटालाई मतदान गर्नुहोला। यति भन्दै अन्तिममा भोट नबिगार्नुहोस्। धन्यवाद।